बा तिमी योचोटि पनि सूर्य र रुखलाई नै भोट हालेर जिताउँछौ र? यदि त्यसो हो भने तिमीलाई पनि मेरो प्रश्न छ। हिजो जसरी एउटा बच्चाको गिदी बाटोमा छरिएको थियो अनि अर्को बच्चाले उठाएर देखाएको थियो, भोलि मेरो छरिएको गिदी अरूले देखायो भने तिमी हेर्न सक्छौ कि नै? जसरी अहिले मृत छोराको खुट्टा समाएर बामा रुँदै मेरो छोरा फर्काइदे भनेर रोइ कराइ गरेका छन्, त्यसरी तिमी रोइ कराइ गर्न सक्छौ कि नै? जसरी अहिले शहीदलाई दागबत्ती दिनु अघि बाले देशको झण्डा उठाएर वीर शहीद अमर रहौं भनेर भनेका छन्, त्यसरी तिमी तिम्रो छोरा शहीद भएको बेलामा वीर शहीद अमर रहौं भन्न सक्छौ कि नै? कतै कतै शहीदहरूको फोटो टाँसिएको बीचमा मेरै फोटो भेट्लाउ, त्यो फोटो तिमी हेर्न सक्छौ कि नै? भन बा। जसरी अहिले शहीदका बाआमाले शहीदलाई न्याय दे भनेर आन्दोलनमा उत्रेका छन्, भोलि तिमी त्यसरी आन्दोलनमा उत्रिन सक्छौ कि नै? यदि यसो गर्न सक्छौ भने बा तिमी बेखौफ नडराइकन सूर्य र रुखमा भोट हाली जिताएर पठाउनु। यदि सक्दैनौ भने बा बिन्ती, छोरा मार्नेहरूसँग योचोटि सम्झौता नगरिदिनु है।